दाइको एभोकाडो यसपालि चाहिँ टन्नै फुलेको रहेछ। जे होस् यसपालि चाहिँ खानु पाइने भयो एभोकाडो। ल हेर्नुहोस् त यस्तो फुलेको छ। अनि यो चाहिँ निपेर घाँसहरू हो। अनि यो पाइलो देखेको सुपारीको बोट। अनि पेयर घाँसहरू टन्नै रहेछ सुपारीहरू। अनि त्यसपछिबाट चाहिँ यो गहुँबारी। गहुँ पनि अब पाक्न लागिसक्यो। मैले सुने अनुसार यो मकै चाहिँ बाँझोमा हालेको भन्ने सुनेको छु। एकपटक म सिधै गएर हेर्नु पर्यो। यो मकै चाहिँ बाँझोमा राखेको अनि त्यसपछि चाहिँ यसलाई डढिएको रहेछ। यो चाहिँ टेस्टको लागि हो। पछि के हुन्छ त फल्छ कि फल्दैन भन्ने कुरोमा छ। र पनि यसो हेर्दाखेरि मकैको बोटहरू हेर्दाखेरि चाहिँ फल्छ नै होला भन्ने चाहिँ लागिरहेको छ। यो मकै रोपाइ चाहिँ धेरै बाक्लो भएको जस्तो अनुभव भएको छ। गाह्रो छ यसलाई। यो कमलपुर लेटाङ 3 हो।